वेलकम टू आवर न्यू ब्लग सो यहाँ मेरो पछाडि हेर्न सक्नुहुन्छ एकदमै खानी जस्तो दृश्य देखिरहेको छ। यहाँ पुरैतिर कुहिरो नै कुहिरोले ढाकिएको छ, केही पनि देख्न सकिरहेको छैन। यस्तो छ, यो साइडमा पनि पुरै कुहिरो नै कुहिरो छ। यहाँको दृश्य एकदमै मनमोहक छ। यहाँ गार्डन छ जसमा आम, लिची, कटहर जस्ता बोटहरू लगाइएको छ। त्यसैगरी यहाँ मजाको फुल फुलेको छ। अगाडि यस्तो छ, यो बाटो हो। बाटोको छेउछाउमा बाटोको छेउछाउमा तोरी रोपिएको छ। यो साइडमा गहुँ लगाइएको छ। यो कच्ची बाटो हो। यसमा म साइक्लिङ गरिरहेछु। चिसोको मौसम छ, पुरैतिर चिसो हावा चलिरहेछ। हात पनि एकदमै कठ्याङ्ग्रिरहेको छ। यता यस्तो छ मौसम, अलराउन्डर, कतै पनि केही राम्रोसँग देखिरहेको छैन। पुरैतिर कुहिरो नै कुहिरो लागेको छ, केही पनि देखिरहेको छैन। यहाँ यस्तो सुनसानमा म साइकल चलाइरहेछु। यसमा साइकल चलाउन पनि मलाई डर लागिरहेछ, किनभने यतातिर जङ्गल छ। जङ्गलबाट बाघ आयो, हात्ती आयो भने त्यसले खतरा गर्न सक्छ। त्यस्तै गरी यतातिर खेतमा गहुँ लगाएको छ। यो गहुँहरू खानको लागि आउने गर्छ। यो तोरीको खेती हो। यो राम्रोसँग फलेको छ। यो यहाँ सोलर प्यानल जडान गरिएको छ। यो सोलर प्यानलबाट सिँचाइको लागि युज गर्ने गर्दछ। यस्तो छ यताको मौसम, पुरै चिसो नै चिसो, पुरैतिर यस्तै छ। यहाँ पिकनिक गरेको छ। यहाँ मैले मुखमा स्कार्फ लगाएको छु। यो चिसोको कारणले। भोलि माघे सङ्क्रान्ति हो र माघे सङ्क्रान्तिको लागि सबैलाई म आह्वान गर्दछु कि तपाईहरू आउनुहोस् हाम्रो महोत्सवमा। यहाँ सखुवा पर्साउने गाउँपालिकामा महोत्सव हुन गइरहेको छ, माघे सङ्क्रान्तिको महोत्सव। यसमा विभिन्न ठाउँबाट थारू समुदायका लेडिजहरू आफ्नो प्रतिभा प्रस्तुत गर्ने गर्दछ। सो उहाँहरूलाई पनि म आमन्त्रण गर्न चाहन्छु यसै भिडियो मार्फत। सो तपाईहरू पनि आउनुहोस्, इन्जोय गर्नुहोस् र माघे सङ्क्रान्तिलाई धुमधामसँग मनाउनुहोस्। सो यति भन्दै आज म आफ्नो भिडियोलाई यही इन्ड गर्न चाहन्छु। यस्तो छ चारैतिर, किनभने चारै छिटो घर जानुपर्ने हुन्छ। यताबाट केही आयो भने त्यसले खतरा गर्न सक्छ। बाटो एकदमै सुनसान छ। यहाँदेखि कतै पनि कुनै मानिसहरूको आवत जावत हामीले देख्न सक्दैनौँ। यहाँ पछाडि, यहाँ अगाडि। सो गाइज, बाई बाई।